तारेमाम साथीहरू सन्चै हुनुहुन्छ? आज हामी बाउचाले नेपाल भाषामा के भनिन्छ भन्ने कुरा सिक्न गइरहेका छौं। मैजाको त मैले पहिल्यै राखिसके। मैजाको मिनिङ हेर्न चाहनुहुन्छ भने पुरानो भिडियो हेर्न सक्नुहुन्छ र बाउचाको मिनिङ हेर्न चाहनुहुन्छ भने अब सुरु गरौँ। बाउचा भन्नाले जस्तै कि हामीले नेपालीमा सानो बच्चाहरू केटाकेटीहरूलाई एकेटा भन्छौँ, अफुच्चे अथवा बाबु भन्छौँ हामीले, त्यस्तो भन्न खोजेको हो। बाउचा भन्नाले अब बाबु नै भनौँ। आमाले अथवा बुवाले पनि छोरालाई बाउचा नै भनेर बोलाउँछ, ए बाउचा भनेर बोलाउँछ। कसैले ए बाउ पनि भन्छ, ए बाउ पनि भन्छ कसैले, तर धेरै जसोले बाउचा भन्छ। जस्तै कि चा चाहिँ पछाडि जोडिएर नै आउँछ, जस्तै कि चा रामचा, श्यामचा, हरिचा, किताचा, सीताचा, रिताचा, त्यसरी चाचा चाहिँ जोडेर आउँछ। अब मेरो बुवा आमाले पनि मलाई बाउचा नै भन्छ, ए बाउचा भन्छ। अब केटाकेटीहरू जति नै ठुलो भए पनि अथवा बुढो नै भए पनि आमा बुवाको अगाडि चाहिँ नि अब केटाकेटी नै हुँदो रहेछ। मेरो छिमेकीको पनि अब छोरा नै अब बाजे बनिसक्यो, तै पनि उहाँको आमाले चाहिँ नि उहाँलाई बाउचा नै भनेर बोलाउँछ। अब बाउचाको केही रमाइलो सेन्टेन्सहरू हेरौँ। अब बाउचा सुरुमा जन्मिन्छ, हस्पिटलमा जन्मिन्छ, बाबु हो भनेर सोध्छ कसैले, बाउचा खला। बच्चा जन्मिँदाखेरि मान्छेहरू उत्सुक भएर सोध्न आउँछ नि, बाबु हो भनेर सोध्न आउँछ। अब तपाईँ पनि कहीँ कसैले अब बाबु हो भनेर सोध्नु पर्यो भने बाउचा खला भन्न सक्नुहुन्छ तपाईँहरूले। अब नेपाल भाषा बोल्ने मान्छेहरूको बीच अब तपाईँले नेपाल भाषामै भन्दाखेरि अलिक मजा पनि हुन्छ। त्यस्तै गरी बाबु कि नानी भन्नु पर्यो भने बाउचा कि मैचा, बाउचा कि मैचा, बाबु कि नानी भन्न खोजेको हो। अब हस्पिटलमा बाउचा जन्मियो, अब बाउचालाई चाहिँ घरमा लगियो। त्यसपछि हेरौँ है त अब घरको कहानी कस्तो हुन्छ। अब बाउचालाई घरमा लगेपछि बाबु रोयो, बाउचा खोला, खोला। अनि बाबु हाँस्यो भन्नु पर्यो भने बाउचा निल, निल। रोयोलाई चाहिँ खोला, हाँस्योलाई चाहिँ निल, निला भएछ, ल मात्र स्ल्यासमा थपिदिउँ, निल। अब अर्को बाउचा उठ्यो, अब सुतेर उठ्यो अथवा बसेर उठ्यो। अब भन्नु पर्यो भने बाउचा दन, दन, बाउचा दन अर्थात् बाउचा उठ्यो। अनि त्यसपछि बाबु सुत्यो भन्नु पर्यो भने बाउचा ड्यन, ड्यन, ड्यन। त्यस्तै गरी अर्को सेन्टेन्स हेरौँ। बाबु खोइ भन्नु पर्यो नि बाउचा गो, गो अर्थात् खोइ। यहाँ पनि क्वेसन मार्कै राख्थ्यौँ, बाबु खोइ बाउचा गो। अब त्यस्तै अर्को छ, बाबु यता आऊ भनेर बोलाउनु पर्यो भने बाउचा थन, थन्ने भएछ, थन वा, बाउचा थन वा अर्थात् बाबु यता आऊ, थन वा अर्थात् यता आऊ खोजेको हो। थन गारेजुवा भन्नुको अर्थ चाहिँ यता गार्न आऊ भन्न खोजेको हो। अनि थन सिवा जस्तो कि सी, सिवा, सिवा भनेको चाहिँ मर्न आऊ भनेको, यता मर्न आऊ भन्नु पर्यो भने चाहिँ अथवा यता मर्न आइज भन्नु पर्यो भने चाहिँ थन सिवा अथवा थन झोक्कनिवा पनि भन्छ। कोही मान्छे एकदम रिसाएर यस्तो पनि भन्न सक्छ, झोक्कनिवा, झोक्कनिवा। थन याक्न झोक्कनिवा पनि भन्छ, जस्तै कि यता छिटो अब मर्न आऊ यस्तो भन्नु पर्यो भने रिसाएर भन्दाखेरि अथवा थट्टा गरेर भन्दाखेरि, साथी बीच पनि अब थट्टा गरेर भन्दाखेरि पनि यस्तो भनिन्छ। साथी बीच यस्तो पनि भन्न मिल्छ, बाउचा थन गारेजुवा भन्न पनि सकिन्छ अथवा बाउचा थन याक्न गारेजुवा, छिटो गार्न आऊ भन्नु पर्यो भने यसरी पनि भन्न सकिन्छ। साथी बीच त अब यस्तै हो कुराकानी त। अब अर्को बाउचा उता आऊ भन्नु पर्यो भने बाउचा उखे वा, बाउचा उखे वा। बाबु कति मातेको भन्नु पर्यो भने
बाउचा गुली मातेजु यसरी भन्न सकिन्छ। बाबु बढी भएको भन्नु पर्यो भने चाहिँ बाबु अपोजुयोला भन्न सकिन्छ। अपोजुयोला। त्यस्तै गरी बाबु मात्यो भन्नु पर्यो भने यो मात्यो चाहिँ कस्तो हो भन्दाखेरि त्यो छ्याङ खाएर रक्सी खाएर बियर खाएर अब लाग्छ नि मातिन्छ नि त्यो भन्न खोजेको। बाबु मात्यो। बाबु सी थोप्लो एउटा पनि राख्दियौँ सी धाल। बाउचा सी धाल अर्थात् बाबु मात्यो। अब कोही केटी मान्छेलाई बाबु मनपर्छ भन्नु पर्यो भने अब कोही केटा मान्छे देखाएर बाबु मनपर्छ भन्नु पर्यो भने जिस्काउनलाई बाउचा यला क्वेसन मार्क बाउचा यला यस्तो भन्न सकिन्छ। अब बाउचाको कुरा गर्दाखेरि नेपाल भाषाको कुरा गर्दाखेरि अब बेमान शब्द छुटायौँ भने त अलि अधुरो अपुरो नै हुन्छ जस्तो लाग्छ। किनभने धेरै बोलचालीमा हामीले बेमान भनेर भन्छौँ। हामीले बेमान बाबु भन्नु पर्यो भने बेमान बाउचा यस्तो भन्न सकिन्छ। अब बाउचा किचनमा पुग्छ। किचनको सेन्टेन्सहरू केही हेरौँ। अब बिस्तारै खाऊ भन्नु पर्यो भने बाउचा बिस्तारी। बाउचा बिस्तारी न खाउलाई न। बाउचा बिस्तारी न बिस्तारै खाऊ। अब बिस्तारै धारा भन्नु पर्यो भने बाउचा बिस्तारी धारेया। त्यस्तै गरी अब छिटो खाऊ भन्नु पर्यो भने चाहिँ नि सबै कुरा उस्तै हो। यहाँ एउटा याक्न बाउचा याक्न न अर्थात् बाबु छिटो खाऊ। त्यस्तै गरी बाबु थाल ल्याऊ भन्नु पर्यो भनेदेखि चाहिँ बाउचा डेमा हजी। बाउचा डेमा हजी अर्थात् बाबु थाल ल्याऊ। अब बाबु पानी ल्याऊ भन्नु पर्यो भने अब यो पानीलाई ल भनिन्छ। भक्तपुरमा ना भनिन्छ ल हजी। बाबुचा ल हजी। आजको च्याप्टर कस्तो लाग्यो भन्नु होला र अरू सेन्टेन्सहरू बाँकी सेन्टेन्सहरू नेक्स्ट पार्टमा चाहिँ बनाउनु पर्ला। र तपाईहरूले भाइबर ग्रुप पनि जोइन गर्न सक्नुहुन्छ। भाइबर ग्रुपमा तपाईहरूले कन्भर्सेसन पनि गर्न सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ साथीहरूसँग। त्यस्तै गरी फेसबुक ग्रुप पनि छ। फेसबुक ग्रुप चाहिँ त्यस्तो खासै एक्टिभ त छैन। अनि त्यसपछि फेसबुक पेज छ। पेजमा चाहिँ मैले पोस्टहरू गरिदिइराखेको हुन्छु। यो एक्टिभ भनेको युट्युब च्यानल एउटा एक्टिभ छ अनि फेसबुक पेज अलि एक्टिभ छ। अनि यो ब्लगरमा चाहिँ नि यो वेबसाइटमा थोरै कन्टेन्टहरू छ। त्यस्तै गरी तपाईँहरूले हामीलाई सपोर्ट गर्न चाहनुहुन्छ, विदेशमा हुनुहुन्छ भने प्याट्रियनमा हामीलाई सहयोग गर्न सक्नुहुन्छ, सपोर्ट गर्न सक्नुहुन्छ। त्यस्तै गरी नेपालमा हुनुहुन्छ चिया कफी खुवाउन चाहनुहुन्छ भने खल्तीको यो क्युआर स्क्यान गरेर हामीलाई चिया कफी खुवाउन सक्नुहुन्छ। अनि मैले एउटा के पनि सोचिरहेको भने यो इबुक एउटा पेड इबुक बनाउँ कि भनेर सोचिरहेको थिएँ। एउटा फ्री इबुक त अलरेडी एभाइलेबल छ, अहिले नै तपाईँ डाउनलोड गर्न सक्नुहुन्छ। त्यस्तै गरी अरू कन्टेन्टहरू पनि अहिले फ्रीमै छ। सबै कन्टेन्टहरू तपाईँहरूले फ्रीमै नै पाउन सक्नुहुन्छ। र एउटा इबुकमा चाहिँ नि मैले के सोचिरहेको भने इबुकमा चाहिँ नि अब कन्भर्सेसनको अनि सेन्टेन्सहरू अनि त्यसपछि ग्रामर थोरै राखेर एउटा इबुकको फर्मेट रेडी त छ। तर मलाई यो पेड कन्टेन्ट इबुक ल्याउँ कि नल्याउँ, इबुक चाहिन्छ कि जस्तो लाग्छ। पेड इबुक अब त्यसको अब सर्टेन एमाउन्ट लिएर पेड इबुक मार्केटमा ल्याउँ कि जस्तो लागेको छ। यो हुन्छ सबै रिसोर्सेसहरू अनलाइनमा फ्रीमै एभाइलेबल छ। मैले फ्रीमै राखिदिएको छु। तपाईँहरूलाई कस्तो लागेको छ, पेड इबुक तपाईँहरूलाई चाहिएला जस्तो लागेको छ कि छैन, कमेन्ट गर्नुहोला। थ्याङ्क यू। शुभ